आइसिसी टी20 विश्वकप एसिया तथा पूर्वी एसिया पेसिफिक क्षेत्र छनौटको अन्तिम खेलमा साओमालाई हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको छ। नेपालले साओमालाई 124 रनको फराकिलो अन्तरले पराजित गरेको हो। यो उपाधि नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि पहिलो आइसिसीको पहिलो उपाधि हो। ओमनको अल अरमेत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 211 रन बनाएको थियो। नेपालले दिएको 212 रनको विजय लक्ष्य पछ्याएको साओमाले निर्धारित 30 ओभरमा 7 विकेट गुमाउँदै 68 रन मात्र जोड्यो। साओमाको लागि ओपनर ब्याटर सोलियाले सर्वाधिक 40 रन बनाए भने उनले 37 बलमा 2 चौका र 1 छक्का प्रहार गरेका थिए। बेन्जामिन माइटाले 11 रन बनाए भने अन्य कुनै पनि ब्याटर्सले दोहोरो अङ्क बनाउन सकेनन्। नेपालका लागि बलिङतर्फ ललित राजवंशीले सर्वाधिक 3 विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र रोहित पौडेलले 1-1 विकेट लिएका थिए। त्यसअघि ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले सर्वाधिक 69 रन बनाए भने उनले 41 बलमा 7 चौका र 4 छक्का प्रहार गर्दै क्याच आउट भएका थिए। कुशल भुटेलले भने 17 रन बनाउँदा तेस्रो क्रममा आएका दिपेन्द्र सिंह एडीले पनि अर्धशतकीय पारी खेले। उनले 2 चौका र 4 छक्का प्रहार गरेर 53 रन बनाए भने आरिफ शेखले 9 बनाए। रोहित पौडेलले 21 र लोकेश बमले 39 रनमा अपराजित रहे। सामोआको लागि डेनी अल्बुरगेस, साउमानी, टी.आई. दरिउस बिसर र नोआ मिडलले 1-1 विकेट लिए भने नेपालको लागि नेपालले सुपर 6 को पहिलो खेलमा युएईलाई 1 रनले जितेको थियो भने दोस्रो खेलमा कतारलाई 5 रन र तेस्रो खेलमा ओमनलाई 38 रनले पराजित गरेको थियो। एसिया र पूर्वी एसिया पेसिफिक क्षेत्र छनौटबाट नेपाल, ओमन र युएईले 2026 को भारत र श्रीलङ्कामा हुने विश्वकपमा स्थान बनाएका छन्। जापान, कतार र सामोआले सुपर 6 सम्म स्थान बनाएका थिए। नेपालले सन् 2010 मा आइसिसी को लिग डिभिजन 5 को उपाधि जितेको थियो भने पछिल्लो पटक नेपालले सन् 2014 मा आइसिसी डिभिजन 4 को उपाधि जितेको थियो।